हेलो गाइज, आज चाहिँ हामी यहाँ रोमानियामा यस्तो खसी काट्न आएको छौँ है। मौसमले आज च्यालेन्ज गरेको छ, हेर्नुहोस् बादल पनि लागेको छ। यो ठाउँको चाहिँ यसो रोमानियाको गाउँतिर भनौँ न, जिलावा भन्ने ठाउँ। यहाँ हाम्रो साथीले चाहिँ चक्कु अलिक धार लगाएर राखेको छ र साथीहरू यता गएको छन् है लिनको लागि। साह्रै हिलो रहेछ, साथीहरू चाहिँ यता गएको छन् खसी हेर्न। अब हेर्नु हिलो पानी पारेर आज साह्रै हिलो हिलो छ। यस्तो छ रोमानियामा पनि खसी खान मन लाग्यो भने यता आउनुपर्छ। हेर्नु यस्तो बाटो छ, हिलो हिलो गाउँघर जस्तै, नेपालकै गाउँघर जस्तै छ। हेर्नु सक्नुहुनेछ खसी यहाँ पुरा। यो त भेडा हो कि खसी हो, भेडा पनि जस्तो बाख्रा खसी सबै पालेका छन्। यहाँ जाँदैछौँ, यहाँ खसी हेर्दैछन्, हेर्नुहोस् खसी नै खसी छ, धेरै छ है। साथीहरू पर रोज्दैछन् कुन लाने, यहाँ रोजी रोजी लाने हो है। हेर्नु म यहाँ भित्र आएको छु, यस्ता छन्। छान्यो छान्यो, हेर्नुहोस् गाइस, यो छानेको, यो त सानो रहेछ त यार। यो चाहिँ ठिक छ क्या, दुईटा काट्नु पर्ने जस्तो रहेछन् कि केटाहरूले छानेर लगे। हेर्न सक्नुहुन्छ कि कस्तो कस्तो यहाँ राखेका छन्। रोमानियामा यहाँ खसी फार्म होइन, हाम्रो पार्टनरहरू छन् यता।